हामीले पटक पटक भनेको छ, अब सरकार कारबाहीको बाटोमा आएन भने हामी आन्दोलनलाई अझ चर्को बनाउन बाध्य हुन्छ। दर्शकबिन सयौं हजारौंको संख्यामा चिकित्सकहरू सडक आन्दोलनमा निस्किएका छन्। विगत 1 महिनादेखि चिकित्सकहरू आन्दोलित छन्। यसरी एउटा राष्ट्रप्रेम राखेको, देशभक्ति राखेको डाक्टरहरूलाई तपाईले आफ्नै देशमा सेवा गर्ने अवसर दिनु भएन भने त भोलिका दिनमा त तपाईहरूले नै हैन, तपाई र तपाईका झोलेहरू मात्रै यो देशमा बस्छन् जस्तो लाग्छ हैन। एउटा स्किल्ड म्यान पावर कोही पनि यो देशमा बस्दैनन् र भोलिका दिनमा तपाई उनीहरुसँगै भोट माग्न जानु होला हैन। तपाईहरुलाई सम्पूर्ण स्किल्ड म्यान पावर जसलाई तपाईहरुले यसरी बहिष्कार गर्दै हुन्छ 1 महिनाको आन्दोलनमा आउँदाखेरि पनि भोलिका दिनमा तपाईहरुलाई पनि यसरी उहाँहरूले बहिष्कार गर्नेछन्। त्यतिखेर तपाईहरुले बुझ्नुहुन्छ हैन, एउटा पब्लिकको भोइस के हुन्छ, पब्लिकको पावर के हुन्छ हैन। नमस्कार, यहाँको परिचयबाट। म डाक्टर अनिल विक्रम कार्की, अध्यक्ष नेपाल चिकित्सक संघ। हस्पिटलमा उपचार गर्नुपर्ने चिकित्सकहरू सडकमा आन्दोलनमा उत्रिनु परेको छ, केका लागि होला? यो हाम्रो चिकित्सा शिक्षा आयोगको 16औं बैठकले आवश्यक चिकित्सकहरूको निर्वाह भत्ता चाहिँ 8औं तहको स्वास्थ्य सेवाको 8औं तह सरहको बनाउने भनेर निर्णय गरिसकेको छ। यद्यपि निजी मेडिकल कलेजहरूले यसलाई कार्यान्वयन गर्नतिर लाग्नु भएको छैन। उहाँहरूले कार्यान्वयन गर्छु भनिराख्दाखेरि हाम्रो आवश्यक चिकित्सकहरू त्यहाँ फर्किन जाँदा उहाँहरूलाई हामी लिन सक्दैनौँ भन्ने खालको कुरा गरेको र उहाँहरूले चाहिँ अहिले जुन सरकारले निर्णय गरेको दिनुपर्ने हो त्यो हालसम्म नदिएको भएर यो आन्दोलन जारी हो। नेपाल सरकारले निर्णय गरिसक्यो, स्वास्थ्य सेवाको 8औं तह भनेर चिकित्सा शिक्षा आयोगले निर्णय गरिसक्यो हैन। त्यो निर्णय कार्यान्वयन गर्नुस् भने कति दिन भयो तपाईहरु सडकमा? हजुर, तपाईहरु सडकमा आउनु भएको कति दिन भयो? सडकमा 1 महिनाभन्दा बेसी भइसक्यो। 1 महिना भइसक्यो? हजुर। के भएको छ, वार्ता भएको छैन सरकारसँग? सरकारसँग वार्ता गरेको कुनै औचित्य नै किन देखिँदैन भने सरकार उहाँहरूलाई कार्यान्वयन गर्नुभन्दा उहाँहरूलाई बचाउमा लागिरहेछ। आफ्नो निर्णय कार्यान्वयन गराउँदैन, अझ उहाँहरूको बचाउमा लागिरहेछ। यसरी तपाईहरु सडकमा आउँदै गर्दा, चिकित्सकहरू सडकमा आउँदै गर्दा हस्पिटल त यति बेला उपचारविहीन भयो होला हस्पिटलमा त? होइन, त्यो त अब उपचार त मन्त्रीज्यू प्रधानमन्त्रीज्यूहरूले गरेको हो नि त हैन। हामीलाई सडकमा राख्ने, आफूले निर्णय गर्ने अनि कार्यान्वयन नगर्नेलाई कारबाही नगर्ने हैन। यो चाहिँ तपाईले राज्यलाई सोध्नु पर्यो के, राज्यले यही नै चाहिरहेको हो भने त अझ हामी बढाउँदै जान्छौँ। तपाईलाई यो व्यवसायिक निजी व्यवसायहरूसँग चाहिँ सेटिङ छ भन्ने तपाईहरुको आकलन हो? त्यो त त्यस्तै देखिन्छ। तपाईको उहाँहरूले निर्णय गरेको 2 महिनासम्म नमान्नेलाई कारबाही गर्नु भएको छैन। उहाँहरूको माग सम्बोधन गर्नतिर लाग्नु भएको छ हैन। आन्दोलन चाहिँ फिर्ता गराउने भन्दा आन्दोलन बजाउने कामहरू भइरहेछन्। त्यही भएर पक्कै पनि राज्यको संरक्षणले नै यो भइरहेछ भन्नु पर्यो। सर नमस्कार। नमस्ते, परिचय दिनुहोस्। म डाक्टर राजु चौधरी, हाल 2nd इयर सर्जरी रेजिडेन्ट हैन। अहिलेको हाम्रो यो आन्दोलन चाहिँ 30 दिन बितिसकेको छ हैन। अझ पनि कुनै निष्कर्षमा आइसकेको छैन हैन। पत्रचार भइसक्यो मेडिकल एजुकेसन कमिसनबाट, युनिभर्सिटीबाट पत्रचार भइसक्यो, तर अझ पनि हुन्छ नि एउटा अन्यल जस्तो स्थिति खडा गरेर हैन स्टुडेन्टहरूलाई व्यवस्था गर्दै उनीहरू सडकमै आन्दोलन गरिराखौँ हैन। हाम्रो मेडिकल कलेज चलाइराख्छौँ भन्ने किसिमको एउटा जुन यो जिद्दीपन छ हैन। यहाँ चाहिँ कस्तो देखियो भने प्राइभेट मेडिकल कलेज ज्यूका कार्कीज्यू र नेपाल मेडिकल एसोसिएसन ज्यूका कार्कीज्यूहरूको बिचको वार्ता चाहिँ अझ पनि निष्कर्षमा पुगिसकेको छैन हैन त। उहाँहरूको वार्ता छिटै टुङ्गियोस् हैन। हामीहरू यसरी एउटा रेजिडेन्ट डाक्टर भइकन पनि यसरी महिना दिन जति यसरी सडकमा आउनु पर्दाखेरि त हाम्रो सम्पूर्ण रेजिडेन्सी प्रोग्राम नै धरापमा परेछ नि त हैन। यसको जिम्मेवारी चाहिँ कसले लिने त? नेपाल मेडिकल एसोसिएसनले लिने कि सरकारले लिने कि मेडिकल एजुकेसन कमिसनले लिने कि युनिभर्सिटी लिने? भोलिका दिनमा त हामीले फेरि त्यही कलेजमा फर्किनु छ हैन। त्यही नै रेजिडेन्सी प्रोग्राम कन्टिन्यू गर्नु छ त। त्यो एटेन्डेन्सको इस्यु आउला, हामीले पाउनुपर्ने स्यालेरी पनि अझ पनि पाएका छैनौँ र अझ पनि 1 महिनाको तलब जुन हामीले अझ जुन यो आन्दोलनको कारण एक्सटेन्ड भएको छ त्यसको तलबको के हुन्छ त? त्यसको ग्यारेन्टी कसले दिने त हैन? हामीले यसरी सडकमा आउनु पर्दाखेरि त हामी पनि खुसी छैनौँ। हामीलाई यहाँ
पढ्न पठाउनु भएको अभिभावकज्यूहरू पनि हाम्रो खुसी हुनुहुन्न र यसरी एउटा डाक्टर पढाउँदाखेरि पनि यति हरेसमेन्ट हुन्छ जस्तो एउटा फिल हुँदाखेरि भोलिका दिनमा मलाई लाग्छ कोही पनि आफ्नो अभिभावकले यसरी नेपालमा चिकित्सक बनाउँछु भन्ने सोच त परै जाओस् होइन, उहाँहरूको हुन्छ नि मनमा पनि त्यो कुरा आउँदैन जस्तो लाग्छ। यसरी एउटा चिकित्सक जस्तो एउटा रेस्पेक्टेड प्रोफेसनलाई पनि यसरी सडकमा यति दिनसम्म 30 दिनसम्म आउँदाखेरि पनि उहाँहरूलाई यदि हुन्छ नि जस्टिस भेटिँदैन भने यो देशमा कसलाई चाहिँ जस्टिस भेट्छ भन्ने कुरा आफै विचार गर्नुहोस् होइन। ती गरिब निमुखा व्यक्तिहरू जो सडकमा महिनौ दिनसम्म यहाँ उभिनुहुन्छ आफ्नो जस्टिसको लागि, उहाँहरूलाई के साँच्चै नै न्याय कानुन यो देशमा हराएकै हो त भन्ने कुरा एउटा आवाज हुन्छ होइन त। यतिका दिनमा हामीले आन्दोलन गर्दाखेरि होइन उहाँहरूलाई चाहिँ केही पनि फरकै परेको छैन। एउटा मेडिकल अफिसर हायर गर्नुभएको छ आफ्नो काम गर्नलाई होइन, रेजिडेन्टको लागि खोल्नु भएको हो नि त मेडिकल कलेज भन्नु त, एउटा रेजिडेन्सी कन्टिन्यू गराउने भन्नलाई एउटा मेडिकल कलेज सम्बन्ध लिएको हुन्छ। तर आफ्नै रेजिडेन्टहरू यसरी सडकमा आउँदाखेरि पनि उहाँहरूलाई फरक नपर्दाखेरि त हुन्छ नि उहाँहरू चाहिँ न्याय कानुनभन्दा माथि हुनुहुन्छ, उहाँहरूले केही पनि न्याय कानुन लाग्दैन। र प्रधानमन्त्रीज्यूहरू केवल एउटा डिसिजन गर्ने इम्प्लिमेन्ट गराउन नसक्नु भनेको त केवल उहाँहरूले आफ्नो कुर्सीसँग मात्रै माया ममता छ होइन, केवल मन्त्रीमण्डल मात्रै फेर्दै हुनुहुन्छ। चिकित्सकहरू जेसुकै गरून् होइन, उहाँहरू रोउन् हाँसुन् होइन, भोक प्यास निन्द्रा सबै मेटेर यत्रो दिनसम्म हामीले जुन डेडिकेटेड ड्युटी गरेको थियौँ त्यसको त कुनै मतलबै भएन, केही अर्थै भएन नि त होइन। हामीले एउटा नेगेटिभ रूपमा देखाइएको छ हाम्रो आन्दोलनमाथि टेकेर उहाँहरूले आफ्नो MBBS को सिट बढाउने, MBBS को सिटको शुल्क बढाउने जस्तो क्रियाकलाप गर्दाखेरि त हामीलाई नि हुन्छ नि एउटा मनमा धक्का लागेको छ। किनकि एउटा यो आन्दोलन भनेको त हुन्छ नि MBBS को सिट बढाउने, शुल्क बढाउने, यो कुराहरू त गोविन्द केसीज्यू सरको आन्दोलनबाटै यो कुराहरू त एउटा हुन्छ नि ब्याक अफ भइसकेको थियो नि त होइन। एउटा युनिफर्मिटी आइसकेको अवस्था थियो, फेरि पनि हामी पछाडितिर धकेलिँदैछौँ कि होइन। र भोलिका दिनमा ती चिकित्सकहरूले जुन MBBS पढ्न आउनुहुन्छ उहाँहरूले नि हामीलाई गाली गर्ने अवस्था पनि आउन सक्छ। र हाम्रो आन्दोलनले गर्दाखेरि न केवल हामी मात्रै त्रसित छौँ, PG एस्पिरेन्ट्स जो इक्जाम दिएर बसिराख्नु भएछ आफ्नो म्याचिङ प्रोसेसहरू यसरी ढिलाइ हुँदाखेरि उहाँहरू पनि हामी प्रति आक्रोशित हुँदै हुनुहुन्छ। हाम्रो माग त के छ भने सिम्पल छ, एउटा 8औं लेभलको स्टाइपेन्ड जुन तोकिएको छ त्यसमा छलखेल नगरियोस्, वर्ड प्ले नगरियोस् होइन। 8th लेभल स्टाइपेन्ड जुन माग एउटा स्यालेरी दिनुपर्छ भन्ने कुरा एउटा चिकित्सा शिक्षा आयोगले डिसिजन गरिसकेको छ, त्यो कुरालाई जस्ताको तस्तै होइन कार्यान्वयन गरिनुपर्छ। र भोलिका दिनमा त्यो 8औं लेभलको तहको स्यालेरी त बढ्न सक्छ नि त होइन। हाम्रो सञ्चालकज्यूहरूलाई त्यसैको डर छ मलाई लाग्छ, उहाँहरू आज 48,737 रुपियाँ दिन्छौँ भन्ने कुरा भन्दै हुनुहुन्छ, भोलिका दिनमा त्यो 8th लेभल स्टाइपेन्ड भन्ने कुरा कोट भयो भने भोलिका दिनमा उहाँहरूले झन् बढी तलब दिनुपर्छ भन्ने एउटा डर छ। र 8th लेभल स्टाइपेन्ड एउटा रेजिडेन्टलाई दिइसक्दाखेरि उहाँहरूसँगै काम गर्ने अरू कन्सल्टेन्टहरू हुनुहुन्छ, प्रोफेसरहरू हुनुहुन्छ होइन, 9th लेभल 10th लेभलको उहाँहरूको पनि तलब बढाउनु पर्छ कि भन्ने पनि उहाँहरूको आफ्नो मनमा पीडा छ जस्तो मलाई लाग्छ। र उहाँहरूले तलब दिन्छु हामी आउनुहोस् होइन, नागरिकता लिएर आउनुहोस् अझै भन्नुहुन्छ उहाँहरूले। हामी के त्यही कलेजको स्टुडेन्ट होइन त, हामीलाई चाहिँ के हेरेर उहाँहरूले भर्ना लिनुभयो त, हाम्रो आइडी कार्ड चाहिँ हेर्नु भएको थिएन र त्यतिखेर, अहिले चाहिँ आइडी कार्ड लिएर आउनुहोस् कलेजमा उपस्थित भइदिनुहोस्, हामी तपाईँहरूको स्यालेरी दिन्छौँ भन्ने कुरा यस्तो स्टेटमेन्टहरू त के लाग्छ भने हामी त्यो कलेजको स्टुडेन्ट नै होइनौँ होइन, हामीले चाहिँ के बहिष्कार गर्न खोज्नु भएको हो त। समस्याको बावजुद पनि तपाईँहरू आफ्नै देशमा केही गरौँ, आफ्नै देशका नागरिकहरूलाई सेवा गरौँ भन्ने तपाईँहरूको चाहिँ चाहना छ होइन त? डेफिनेटली चाहना भएरै आजको दिनमा हामी MD MS रेजिडेन्सी यसरी कन्टिन्यू गर्दैछौँ आफ्नो देशमा। तर यस्तै रवैया भयो भने भोलिका दिनमा अहिले 36,000 जति रेजिस्टर्ड डाक्टर हुन्छ नेपालमा होइन, भोलिका दिनमा सम्पूर्ण चिकित्सकहरू इन्डिया UK बेलायत होइन USA लगायतका सम्पूर्ण बाहिर जाँदाखेरि भोलिका दिनमा त्यही फरेन डक्टर्स हायर गर्दाखेरि एउटा हेल्थ सिस्टम कति एक्सपेन्सिभ हुन जान्छ भन्ने कुरो उहाँहरू आफै विचार गर्नुपर्ने हुन्छ। एउटा डक्टरले बिहान 6 बजेदेखि अर्को दिन बेलुका 6 बजेसम्म ड्युटी गर्दाखेरि 36 घन्टाको ड्युटी गर्दाखेरि उहाँहरूलाई स्यालेरी दिन गाह्रो परेछ भने उहाँहरूले अहिले मेडिकल अफिसर जुन हायर गर्दै हुनुहुन्छ अथवा कन्सल्टेन्ट हायर गर्नु भने उहाँहरूले त हामीभन्दा 3 टाइम्स बढी तलब दिनुहुन्छ। त्यतिखेर उहाँहरू के प्रफिटमा आउनुहुन्छ त? डेफिनेटली आउनुहुन्न त। आफ्नो इगोलाई फिड गर्नको लागि उहाँहरूले हाम्रो आन्दोलनलाई नजरअन्दाज गर्दै हुनुहुन्छ होइन। हामी पनि यही देशका चिकित्सक हौँ, यही देशका नागरिक हौँ र हाम्रो पनि त्यतिकै हक अधिकार बन्छ यो देशमा। एउटा हुन्छ नि एउटा MBBS पढेर रेजिस्टर्ड डाक्टर भइसकेपछि मेडिकल एजुकेसन कमिसनको इन्ट्रान्स एक्जाम पास भइसकेर फिल्टर भएको एउटा क्रिम प्रोडक्ट हो नि त हामी त होइन। र हामी मात्रै नभइकन अब यहाँ शिक्षकको आन्दोलन चाहिँ चलिरहेको छ भनेपछि त यहाँ त सम्पूर्ण स्किल्ड म्यान पावर जो जति छन् होइन सम्पूर्ण पेलिएको अवस्था छ, एक्सप्लोइटेड भएको अवस्था छ। हिजो भर्खर श्रम दिवस मनाइएको छ तर हामीले गरेको श्रम बापत हामीले श्रम होइन हामीले पाउनुपर्ने स्यालेरी पाएको छैनौँ। यो एउटा
एउटा मोडर्न किसिमको स्लेभरी हो होइन, हामीले एउटा दासको रूपमा ट्रिट गरिएको छ। उहाँहरूको जुन यो मानसिकता छ, उहाँहरू यदि 16औं शताब्दीमा हुनुहुन्थ्यो भने डेफिनेटली त्यो मानसिकता उहाँहरूले लागू गर्न मिल्थ्यो होला मलाई लाग्छ। तर अहिलेको 21औं शताब्दीमा आइसक्दाखेरि यसरी एउटा चिकित्सकको आवाज दबाउँदाखेरि डेफिनेटली उहाँहरूले भोलिका दिनमा एउटा हुन्छ नि आत्मग्लानी हुनेछ होइन। हामीले हाम्रै चिकित्सकहरू एउटा आफ्नै देशको चिकित्सकलाई हामीले हेर्न सकेनौँ होइन। भोलिका दिनमा उहाँहरू नै बिरामी पर्दाखेरि को चिकित्सकले उहाँलाई हुन्छ नि एउटा डेडिकेटेड भएर उपचार गर्नुहुन्छ त? उहाँहरू कि विदेशै गएर उपचार गराउनुहुन्छ त? डेफिनेटली गर्नुहुन्न नि त। हुन्छ नि हामीमाथि जाति भइरहेको छ भन्ने कुरा छर्लङ्ग भइरहेको छ नि त होइन। सम्पूर्ण पब्लिकले पनि अब यो कुरा बुझिसकेको छन्। भोलिका दिनमा चिकित्सक मात्र नै नभइकन सम्पूर्ण अभिभावकज्यूहरू जसले यहाँ पढ्न पठाउनु भएको छ उहाँहरू पनि सडकमा आउन बाध्य हुन्छ होला। एउटा डक्टर पढ्न पढाइसकेको विद्यार्थीलाई यसरी दैनिक रूपमा खाना लाउनको लागि आफ्नो अभिभावकसँग पैसा माग्नु परेको छ होइन। उहाँहरूले एउटा रुम भाडा तिर्नको लागि पनि दैनिक रूपमा पैसा माग्नु पर्दाखेरि त एकदमै लाजमर्दो कुरा हो नि त। कोही रेजिडेन्ट डक्टर म्यारिड हुनुहुन्छ होला, बाल बच्चा छन् होला होइन, 19,000 तलबले पुग्छ त उहाँहरूलाई? डेफिनेटली पुग्दैन नि त होइन। नामको अगाडि डक्टर राखेर मात्रै भएन नि त। सोसाइटीले त स्टेटस आजकल केवल स्यालेरीबाट मात्रै दिन्छ होइन त। हामी डक्टर हुनुमा गर्व गर्छौँ है, तर त्यही अनुसारको हामीले रेस्पेक्ट एउटा प्रोपर स्यालेरीबाट दिनुहोस् न होइन। हामी आफ्नो पेसाप्रति एकदमै समर्पित छौँ। देश छोडेर हामी कुनै पनि देश जाँदैनौँ हो कि त। अहिले लहर छ नि त युवा जनशक्तिहरू सँगै तपाईँहरू चिकित्सकहरू अहिले यति बेला तपाईँकै साथी पनि कोही अमेरिका पुग्या होलान्, कोही युके पुग्या होलान् होइन, कोही भारतमा होलान्। तर तपाईँहरूले यसरी आफ्नै देशमा केही गरौँ भनेर अधिकार माग्दै गर्दा खोज्दै गर्दा पनि तपाईँहरू सडकमा आएको 1 महिना भइसक्यो, राज्यले सुन्दैन। त्यो सिंहदरबारको ढोका र हाम्रा सम्माननीय प्रधानमन्त्रीको कानलाई के भन्नुहुन्छ ठ्याक्कै? उहाँहरूले चाहिँ के भन्न चाहन्छु भने होइन, यसरी एउटा राष्ट्रप्रेम राखेको देशभक्ति राखेको डक्टरहरूलाई तपाईँले आफ्नै देशमा सेवा गर्ने अवसर दिनु भएन भने त भोलिका दिनमा त तपाईँहरूले नै होइन, तपाईँ र तपाईँका झोलेहरू मात्रै यो देशमा बस्छन् जस्तो लाग्छ होइन। एउटा स्किल्ड म्यान पावर कोही पनि यो देशमा बस्दैनन् र भोलिका दिनमा तपाईँ उनीहरूसँगै भोट माग्न जानु होला होइन। तपाईँहरूलाई सम्पूर्ण स्किल्ड म्यान पावर जसलाई तपाईँहरूले यसरी बहिष्कार गर्दै हुन्छ 1 महिनाको आन्दोलनमा आउँदाखेरि पनि भोलिका दिनमा तपाईँहरूलाई पनि यसरी उहाँहरूले बहिष्कार गर्नेछन्। त्यतिखेर तपाईँहरूले बुझ्नुहुन्छ होइन एउटा पब्लिकको भोइस के हुन्छ, पब्लिकको पावर के हुन्छ होइन। एउटा पब्लिकले तपाईँहरूले यदि सरकारमा पठाउन सक्छ भने तपाईँहरूले सरकारबाट हटाउन पनि त्यति पावर राख्छ एउटा पब्लिकले। सो पब्लिकलाई त्यसरी तपाईँहरूले हुन्छ नि ख्यालमा नलिनुहोस् होइन। उहाँहरूको भोइसले सम्मान गर्नुहोस् होइन। यो एउटा व्यक्तिको भोइस मात्र नभइकन सम्पूर्ण भोइस अफ द डक्टर, बाई द डक्टर एन्ड फर द डक्टर हो। एउटा मेडिकल फ्रेटर्निटीको भोइस हो। उहाँहरूको भोइसलाई सम्बोधन गर्नुहोस् होइन। हामी पनि हुन्छ त्यतिकै इच्छुक भएर आफ्नो अस्पतालमा गएर आफ्नो रेजिडेन्सी कन्टिन्यू गर्न त्यति नै इच्छुक छौँ। आफ्नो बिरामीप्रति त्यति नै डेडिकेटेड छौँ र आफ्नो एथिक्सलाई त्यति नै फलो गर्छौँ भन्न चाहन्छु। धन्यवाद।